everyone, welcome or welcome back to my channel. अन्त आज चाहिँ उहाँले सब्जी पकाउनु हुने अरे। बेबे के पकाउनु आँट्नु भएको? हाँस्नु हुँदैछ। यहाँ कालो कराई बसाइरहेको छ हैन। यहाँ चाहिँ टमाटर, उयो प्याज अनि जिराहरु यहाँ उयो गरिरहनु भएको छ, छुट्टाइरहनु भएको छ हो। खोर्सानी हाल्नु भयो? म खान्दिन। यो चाहिँ अहिले एकछिनबाट पिसेर हाल्नुहुन्छ अरे। फर्स्ट चाहिँ टमाटर हाल्छ अरे। ए प्याज खोर्सानी प्याज हल्दी हाल्नुभयो अनि चिटी हाल्नुभयो। उहाँले एकदम पकाउनु हुँदैछ। कस्तो राम्रो लाग्दैछ बेबे? राम्रो लाग्दैछ। ए यो चाहिँ एकदम बस्तीको है, तर यो अघि बिहान भर्खर काटेर ल्याउनु भएको। उहाँ चाहिँ ऊ डक्टर हो नि त उसको। ए डक्टरहरूले के पो भन्छ बेबे? सुँगुर मार्ने मर्डरर हो कि। अनि मर्डर गरेर आउनु भएको बिहान नै। अन्त लिएर पनि पकाउनु हुँदैछ आखिर। यो मिट मसला के कुन चाहिँ मसला हो बेबे? मिट मसला हाल्नु भएको अरे। बेबेले चाहिँ पर सब्जी पकाउनु हुँदैछ। म चाहिँ अब भोक लागेर चाहिँ माम खाएको। हजुर माम खाँदैछु त मैले। परै छ यस्तो बनाइसक्नु भएछ है। ए पाकिसकेछ होइन। अब खानु आँट्नु भएको रहेछ। अघि पस्किरहनु भएको रहेछ। मिठो भएछ पकाएको तपाईँले? कहाँ फलेछ त्यो पा? माथि जानुभयो त। याद